तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने कुराको मैले आशा राखेको छु। प्रिय मित्र, के तपाईले जीवनमा धोका खानु भएको छ? के तपाईलाई कुनै तपाईको प्रेमिकाले वा तपाईको मायालुले तपाईलाई धोका दिनु भएको छ? एउटा बिग पोइन्ट है। हेर्नुस् न, परमेश्वरले तपाई र मलाई सृष्टि गर्नुभयो है। तपाई र मलाई सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ। हामीले पनि त्यही परमेश्वरलाई धोका दिइरहेका छौं के। कसरी भन्नुहुन्छ भने नि, जब तपाई र मलाई परमेश्वरले सृष्टि गर्नुभयो, आज कतिचोटि त्यही सृष्टि गरेको परमेश्वरलाई नि तपाई र मैले इन्कार गरिरहेका छौं। हेर्नुस् न, गन्तीको पुस्तक 22 अध्यायमा पनि हेर्यो भने चाहिँ एउटा कस्तो राम्रो घटना छ कि मलाई यस्तो मनपर्छ। परमेश्वरले त्यहाँनिर एउटा बालक र बालम भनेको एउटा कहानी छ। बालक राजा हुन्छ र बालम चाहिँ अगमवक्ता हुन्छ। हेर्नुस् है, परमेश्वरको विषयमा थाहा छ बालमलाई, किनकि मैले परमेश्वरको सत्यतालाई मैले प्रकटीकरण गर्नुपर्छ। मैले जे कुरा परमेश्वरले भन्नुहुन्छ त्यो कुरा मैले अरूको माझमा भन्नुपर्छ भन्ने कुराको ज्ञान र बुद्धि चाहिँ अगमवक्ता बालमसँग थियो। अब त्यो हुँदै गर्दाखेरि चाहिँ त्यहाँनिर कस्तो ट्विस्ट आएको छ भन्दै गर्दाखेरि अनि बालकले लाग्छ ल इजरायलीलाई तपाईले अब के गर्दिनु पर्यो, श्राप दिनु पर्यो भनेर भन्नुहुन्छ राजा बालकले। तर फेरि हाम्रो अगमवक्ता हुनुहुन्छ बालम, उहाँले भन्नुहुन्छ फेरि इजरायलीलाई के गर्नुहुन्छ, आशिष दिनुहुन्छ। हेर्नुहोस् है, परमेश्वरले जहिले पनि आशिषको स्रोतहरू खोलिदिनुहुन्छ हाम्रो जीवनबाट, हाम्रो ओठबाट। अनि जब यो हुँदै 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 गर्दाखेरि चाहिँ के छ भन्दाखेरि अन्तिममा चाहिँ बालमले के गर्छ, के गरिदिनुहोस्, उनीहरूको माझमा पठाइदिनुहोस् वा त्यही एउटा के कुरा चाहिँ शब्द त्यहाँनिर छ अगमवक्ता बालमले भन्नुभएको। अब हेर्नुहोस् न, त्यो भनिसकेपछि के छ भन्दै गर्दाखेरि उसले परमेश्वरले चाहिँ त्यहाँनिर धोका दियो। आज हेर्नुहोस् त, तपाईँ र मैले तपाईँसँग तपाईँको सँगै सुत्ने के तपाईँको सङ्गीलाई पनि तपाईँले विश्वास गर्न सक्नुहुन्छ त? हेर्नुहोस् है, तपाईँ प्रेममा हुनुहुन्छ होला। सुन्नुहोस्, तपाईँले मेरो भिडियो सुन्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिएर सुन्नुहोस्। तपाईँ प्रेम हुन्छ होला, तपाईँको प्रेम तपाईँले के पुरा तरिकाले तपाईँको प्रेमिकालाई तपाईँले विश्वास गर्नुभएको छ? यो पोइन्ट किन मैले कुरा तपाईँलाई भन्दैछु भन्दै गर्दाखेरि नि, आज संसारमा नि धोका चाहिँ मानिसले धोका दिनु भनेको चाहिँ इजी जस्तो इजी भइरहेको छ है। अब अर्को कुरा हेरौँ, यहुदा इस्करियोत जसले चाहिँ पैसाको लोभले चाहिँ स्वयं प्रभु येशू ख्रिस्टलाई नै के गरिदिनु भयो, धोका दिनुभयो। हेर्नुहोस् त कस्तो यो बिग पोइन्ट छ, किनकि यहुदाले त स्वयं येशू ख्रिस्टलाई त देखेको छ, उहाँसँग चाहिँ यहुदा हिँड्नु भएको छ, तर स्वयं हाम्रो स्वर्गको परमेश्वरलाई पनि यहुदाले यहाँ के गरेको छ, धोका दिनुभएको छ। हेर्नुहोस्, हामी मान्छे कति धेरै जाली छौँ र कति धेरै लोभी छौँ। यदि हामीलाई कुनै पनि कुरा मन परेको छ भने हामी त्यो दोस्रो कुराको लागि चाहिँ हामी के गर्छौँ, मानिसलाई धोका दिन सरल तरिकाले धोका दिन्छौँ। वा तपाईँको प्रेम सम्बन्ध छ, सुन्नुहोस् है, तपाईको प्रेम वा प्रेमिका वा तपाईँ केटा हुनुहुन्छ भने तपाईँको प्रेमिका भन्दा पनि राम्री स्त्री आयो भने तपाईँ त्यसको प्रेममा पर्नुहुन्छ हुँदैन। द्याट्स द पोइन्ट। मैले किन भन्दैछु भन्दाखेरि नि, यदि तपाईँले तपाईँको प्रेमिकालाई चाहिँ साँचो प्रेम गर्नुभएको छ भने नि, जतिसुकै सुन्दरी स्त्री किन नहोस् वा विश्व सुन्दरी नै किन तपाईँको सामु नहोस्, तपाईँले तपाईँको प्रेमिकालाई छोड्नु हुँदैन, किनकि तपाईँले उसलाई साँचो प्रेम गर्नुभएको छ। मैले यो कुरा किन भन्दैछु भन्दाखेरि नि, यदि तपाईँले साँचो तपाईँले प्रेमिकालाई प्रेम गर्नुहुन्छ, तपाईँले धोका दिनु हुँदैन। तपाईँले यो कुरा बुझेको हुनुहुन्छ कि यदि मैले धोका दिएँ भने नि मेरो प्रेमिकाको हृदय टुट्छ। त्यो फिलिङ्स कस्तो होला हृदय, जब तपाईँलाई माया गर्ने व्यक्तिले तपाईँलाई धोका दिन्छ, तपाईँ कति धेरै रुनुहुन्छ होला होइन, कस्तो खालको पीडा मनमा हुन्छ होला। एकचोटि कल्पना गरौँ न, कस्तो खालको पीडा हुन्छ होला, त्यसले कस्तो खालको इफेक्ट तपाईँ र मेरो जीवनमा पार्छ होला, जसलाई चाहिँ तपाईँले आँखा चिमेर विश्वास गर्नुभएको थियो। तर याद गर्नुहोस्, तर तपाईँलाई साँचो प्रेम गर्ने व्यक्तिले कहिले पनि तपाईँलाई छोड्दैन र तपाईँलाई कहिले पनि धोका दिँदैन। त्यसरी नै बाइबल धर्मशास्त्रमा पनि हेऱ्यो भने पहिलो राजा, दोस्रो राजा होइन, त्यस्तो पुस्तकमा हेर्दै 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 गयो भने कति परमेश्वरलाई
तर परमेश्वरले कहिले पनि मलाई यसले धोका दियो, मानिस जातिले धोका दियो, अब यसलाई म प्रेम गर्दिन भनेर उहाँले भन्नुभएको छैन। तर जति नै सुकै तपाईँ र मैले धोका दिए पनि तर प्रभुले तपाईँ र मलाई अनन्त प्रेम गर्नुभएको छ। हो प्रिय, त्यसरी नै तपाईँले पनि तपाईँको प्रेमिकालाई प्रेम गर्नुपर्छ। त्यसरी नै तपाईँले तपाईँको आमालाई प्रेम गर्नुपर्छ, बुवालाई प्रेम गर्नुपर्छ। तर म एउटै कुरा रिक्वेस्ट म तपाईँहरूसँग गर्छु, कहिले पनि तपाईँले धोका नदिनुहोस्। तपाईँले कहिले पनि अरूलाई धोका नदिनुहोस्, किनकि धोकाको परिणाम चाहिँ एकदमै डरलाग्दो र सहन नसक्ने हुन्छ। त्यही भएर चाहिँ हामी एउटा विश्वासी भएको कारणले गर्दाखेरि चाहे तपाईँको छिमेकी अविश्वासी होस्, तपाईँको मित्र अविश्वासी होस्, हामीले धोका दिनु हुँदैन। किनकि परमेश्वरको वचनले भन्छ धोका दिनु चाहिँ के हो? पाप हो। त्यही कारणले गर्दाखेरि जे कुरा सत्य हो त्यो कुरा तपाईँले बताइदिन आवश्यकता छ। यदि तपाईँलाई कसैले प्रेम गर्छ, तपाईँलाई प्रेम प्रस्ताव राखेको छ, तपाईँले भन्नुपर्छ। यदि तपाईँलाई त्यो व्यक्तिप्रति कुनै पनि चासो छैन भने, मलाई तपाईँप्रति कुनै पनि फिलिङ्स छैन, मलाई तपाईँप्रति कुनै पनि मेरो आवाज छैन, त्यही कारणले गर्दाखेरि तपाईँ मेरो पिछा लाग्न छोड्नुहोस्। यदि तपाईँ असल परमेश्वरको जन हुनुहुन्छ भने तपाईँले यो कुरा भन्न सक्नुपर्छ। त्यसरी नै अर्को कुरा के रहेको छ भन्दै गर्दाखेरि हाम्रो जीवनबाट चाहिँ कहिले पनि खराब कुरा हुनु भएन। तपाईँ र मेरो ओठ र गला जिब्रोबाट कहिले पनि गलत शब्दहरू चाहिँ निक्लिनु भएन। किनकि अहिलेको समयमा अहिलेको जवान युथहरू मुखको मात्रै युथ छ, तर हृदयको युथ छैन। हृदयदेखि अहिलेको जवान भाइ बहिनीहरूले परमेश्वरलाई प्रेम गरिरहेको छैन। मुखले मात्रै परमेश्वरलाई प्रेम गरेको छ, शनिबार मात्रै चर्च आएको छ, वर्शिप गरेको छ, गएको छ। जब उनीहरू चर्चबाट बाहिर निस्किन्छ तब उनीहरूको जीवन चाहिँ यति धेरै घृणित र यति धेरै पापले भरिएको छ नि हामीले त्यो सोच्न सक्दैनौँ। हाम्रो जवान भाइ बहिनीहरू अहिले बढी फोनमा छ, हेर्नुहोस् है, फोन अनि एकदमै भनौँ न सेकुलर खालको जीवन उनीहरूले जिरहेको छ। चर्चमा आउँछ, एकछिन हालेलुया गर्छ, तर उनीहरूको व्यक्तिगत जीवन मोबाइल कुट्टाएर हेर्नुहोस् त उनीहरूको जीवन के हो भन्ने कुरा देखिन्छ। त्यसै कारणले गर्दा याद गर्नुहोस् है, तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा नि तपाईँले आफैलाई परिचय दिनु पर्दैन। एकचोटि तपाईँको मोबाइल चेक गऱ्यो भने तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा देखिन्छ। किनकि अहिलेको संसारमा चाहिँ म यस्तो छु भनेर परिणाम गर्नु पर्दैन, तपाईँको फोनले नै तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुराको परिणाम दिने काम गर्दछ। हस्त मित्र, यो छोटो परमेश्वरको वचन यहाँ राख्दै म तपाईँहरूको माझबाट बिदा हुन्छु। जय मसीह।